अनि गाइज सन्चै हुनुहुन्छ होला है मलाई खुसी लाग्यो जे अब गोप्रो किन्न नपाए नि अहिले 2024 चाहिँ मेरो एकदम लर्निङ इयर रह्यो ल म सोध्छु ल म के गर्न सक्छु भनेर म सोध्छु है अब भिडियोको लागि हेलो गाइज आफ्टर लङ टाइम चाहिँ हजुरहरूले मेरो फेस देख्न पाउनु भएको छ र यो भिडियो चाहिँ फेरि सुट गर्दिम न भनेको किनकि मैले आज धेरै दिन पछि चाहिँ कस्तो लाग्यो कि मलाई कस्तो फोकस के भएको भिडियो हेर्दै थियो हैन आफ्नो पुरानो भिडियोहरु प्ले पनि गरौँ मलाई खुसी लाग्यो जे अब गोप्रो किन्न नपाए नि अहिलेको लागि चाहिँ यसले नै यसो काम सक्छ जस्तो लाग्यो है हो यही कुरा म चाहिँ गोप्रोको वेटिङमा थिएँ तर मेरो लाइफमा गोप्रो आएन अब खै के कुराले गर्दा किन्न सकेन त्यही पनि ठिकै छ अब भिडियो चाहिँ यस्तो लाग्यो मलाई कि राम्रै रहेछ मैले बनाएको भिडियो सो त्यो भिडियो चाहिँ बनाउनु छोड्नु हुँदैन भन्ने मलाई अनुभूतिहरू जागेको छ मनमा त्यही अन्तर्गतमा मेरो साथी पनि छ यहाँ साथी एकचोटि यसो हेर्दा त साथी मुख धोको छैन के हैन साथीको फेरि दामी छ है कपाल खै साथी देखाइदिनु एकछिन कपाल देखाइदिनु राम्रोसँग देखाइदिनु है मेरो साथी हो उ चाहिँ हैन पुरानो भ्लगमा पनि देख्नु भयो पुरानो भ्लगमा पनि देख्नु भयो होला त्यो सुने बेचेर यो कलर हाले हो है त्यस्तो नभने यार फरक देख्ने हो नि यति नै हो त्यस्तै छ हाम्रो स्थिति हाम्रो जीवनमा धेरै उताप चढावहरू आयो तर हामी हार मान्ने छैनौँ किनकि यस्तै त छ नि ठिक छ जे छ ठिक छ मेरो जुङ्गा पनि बढेको छ है कपाल पनि बढ्यो होइन मान्छे पनि राम्रो देख्न थालेको छु म फेरि आज 23 गते हो र भोलि चाहिँ 24 हो र प्रोबेबली यो भिडियो चाहिँ मेरो भ्लग 006 हुन्छ यो भ्लग चाहिँ अब फेरि म आई विल ट्राई टु कन्टिन्यू माई भ्लगिङ 2024 चाहिँ मेरो एकदम लर्निङ इयर रह्यो आई गेट टु लर्न लट्स अफ थिङ्स होइन अप एन्ड डाउन पनि भयो र त्यही नै हो अब 2025 मा चाहिँ आइ एम प्लानिङ टु डु समथिङ न्यू होइन अब अलिकति हार्डवर्कहरू पनि गरेर यताउता के गर्ने ट्राईमा छु म लेट्स सी के हुन्छ भनेर सो त्यही नै हो पछाडि ड्रोनहरू रेडी छ होइन र त्यही नै हो म एकदम खुसी छु यस लाइफमा जस्तो चाहिँ भयो नि खुसी छु किनकि खुसी नै छु किन क्या थाहा हो भाइ हिरो देख्दछ त्यहाँ तिमी त लास्टै हिरो हो नि त यार यो यहाँको सुन चाहिँ हराएर यता आछ है केटाहरुले ल है अहिले चाँदीमा कन्भर्ट भएको छ हेर है केटाहरु हैन त्यो अलि डायमन्ड हेयर भन्छ के त्यसलाई डायमन्ड हेयर वाला हो त्यो डायमन्डलाई चाहिँ पिसिएर हैन अनि त्यो पाउडर बनाएर अनि लाको के छालै डढिसक्यो त्यस्तो पिस्ता भाइ मजा आयो त्यही भने त्यो एकदम दामी चिज हो ल र अनि गाइज सन्चै हुनुहुन्छ होला है तपाईहरु ठिक छ अब हेर्ने त मान्छे छैनन् क्यारे त्यही भएर सन्चै हुन्छ होला इन फ्युचर यो मेरो लागि बनाऊ भ्लग पछि मै हेर्छु मै खुसी हुन्छु होइन अनि त्यही नै हो यार रमाइलो हुँदो रहेछ आफ्नो पुरानो भ्लग्सहरू पनि यसो भ्यू त त्यति छैन त्यही पनि रमाइलो हुँदो रहेछ कि अब भ्यू आओस् भनेर पनि मैले खासै गरेको होइन त्यही भनेर म त खतै मान्छे रहेछु यार भन्ने फिल भयो मलाई र भिडियो बनाउनु पर्छ किनकि मलाई यस्तो कुराहरूमा अलि म इन्ट्रेस्ट छु मलाई आई लभ दिस थिङ सो 4 मिनट भएछ नि त ल भिडियो सुट गर्दाखेरि त ल गाइज ल म सोध्छु ल म के गर्न सक्छु भनेर म सोध्छु है अब भिडियोको लागि के गर्न सकिन्छ भनेर म सोचेर अनि म भिडियो बनाउँछु नि त है अहिलेको लागि चाहिँ बाई भन्छु ल अहिले भर्खरैको लागि ल बाई 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 मान्छेहरु युट्युबमा पुग्दैन